सर एउटा हाइड्रो पावरमा लगानी गर्ने सोचिरहेकी थिएँ, तर यो त 30 वर्षपछि बन्द हुन्छ अरे भन्ने हल्ला सुन्छु त। खास कुरा के हो भने हाइड्रो पावर प्रोजेक्ट बोट मोडेलमा आधारित हुन्छ, जस अन्तर्गत हाइड्रो पावर निर्माण सम्पन्न भइसकेपछि त्यो निर्माण गरेको कम्पनीले अपरेट गरेर इन्कम जेनेरेट गर्नको लागि निश्चित समय सीमा तोकिएको हुन्छ र त्यो निश्चित समय सीमा नागिसकेपछि भने त्यो प्रोजेक्टको ओनरशिप नेपाल सरकारको नाममा ट्रान्सफर हुन्छ। बुट भनेको बिल्ड ओन अपरेट एन्ड ट्रान्सफर हो। कम्पनीले प्रोजेक्ट निर्माण गर्छ, निश्चित अवधि सञ्चालन गरेर आम्दानी कमाउँछ र अन्त्यमा सरकारलाई हस्तान्तर गर्छ। सञ्चालन गणव अवधि भने विद्युत विभागले जेनेरेसन लाइसेन्स दिने क्रममा नै क्यापासिटी, कस्ट, टाइप जस्ता इन्डिकेटरहरू हेरेर निश्चित गरिदिएको हुन्छ। एउटा हाइड्रो पावर बनाउन अरबौं पैसा सरकारको खर्च हुने ठाउँमा बिना पैसा त्यति ठूलो सम्पत्ति सरकारको नाममा आउँछ। त्यस्तै विदेशी लगानीकर्ताले बनाउने हो भने त झन् विदेशी टेक्नोलोजी स्किल नेपालमा आउँछ, त्यस्तै रोजगारको सृजना गर्छ र पुरै देशको इकोनोमीमा नै सकारात्मक प्रभाव पार्छ। राष्ट्रका जलस्रोतहरू निर्माण कम्पनीहरूले 25-30 वर्षसम्म निशुल्क प्रयोग गरेर स्थिर रूपमा आम्दानी कमाउँदा अझ ती कम्पनीहरूले उत्पादन गर्ने सबै इलेक्ट्रिसिटी नेपाल विद्युत प्राधिकरणले किनिदिने व्यवस्था पनि सरकारले नै पावर पर्चेस एग्रिमेन्टबाट सुनिश्चित गरिदिएको हुन्छ। लङ टर्म रेभेन्यू भिजिबिलिटी र पीपीए ब्याक्ड इन्कमले गर्दा बैंक तथा वित्तीय संस्थाहरूले सजिलैसँग ठूलो रकमको ऋण समेत प्रदान गर्छन्।